हामीले चाहिँ 4 जना साथीहरूको छलफलबाट चाहिँ के राख्यौँ भन्दा अरूको गृहमा भनेको घरमा है अरूको गृहमा अनाधिकृत प्रवेश गरेको थाहा भएमा 3 महिनाभित्र उजुरी गर्ने सजाय हुने रहेछ भन्ने कुरा चाहिँ हामीलाई त्यो हामी सबैजनालाई लाग्यो मनमा होइन मनमा लागेको चाहिँ भन्नुभएको थियो। त्यसै गरी पशुपन्छी राख्दा छाडाछोडी लापरवाही गरेको पाएमा पनि उजुरी गर्न पाइने कुरा भन्ने कुरा पनि अझै स्पष्ट भयो। अनि घरेलु हिंसा भएको वा भइरहेको थाहा भएमा 30 दिनभित्र उजुरी गर्न पाइने जानकारी भयो होइन। पहिला उजुरी त गरिने तर कति समय भन्ने चाहिँ कन्फ्युज भइरहेको थियो नि त त्यो पनि हामीहरूलाई प्रश्न भयो हामीलाई लागेको। अनि अर्को बाली नाली नष्ट गरेको खण्डमा 6 महिनाभित्र उजुरी दिन पाइने भन्ने कुराहरू चाहिँ हामीलाई थाहा भयो भने नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत अनुसार खाना लाउन वा शिक्षा दीक्षा नदिएको खण्डमा कानुनी उपचारको व्यवस्था रहेको जानकारी भयो। यसमा श्रीमान श्रीमती अधिकांश चाहिँ हामीहरूलाई श्रीमतीलाई खाना लाउन नदिएको छोराछोरीलाई खाना लाउन नदिएमा श्रीमानले चाहिँ क्षतिपूर्ति दिनुपर्छ भन्ने चाहिँ लाग्थ्यो। तर योबाट के भने यदि श्रीमानलाई पनि त्यस्तो गरिएको छ भने श्रीमतीले चाहिँ उसलाई चाहिँ क्षतिपूर्ति दिनुपर्छ यसको कानुनी उपचार छ भन्ने कुरा हामीलाई जानकारी भयो। र अन्य व्यक्तिहरूको घर जग्गा वा सम्पत्तिलाई असर गर्ने गरी रुख बिरुवाहरू लगाउन नहुने यदि लगाएमा सजाय हुनेछ भन्ने कुरा। र यदि आफूलाई सार्वजनिक पुलो अथवा अन्य सरकारी जग्गा ओगटेर घर बनाउन नपाउने बालबालिकाहरूलाई शिक्षाबाट वञ्चित गराएमा 15 दिनसम्म बालबालिकाको अभिभावकले सजाय यो चाहिँ बुझेन के बालबालिकाको अभिभावकले पनि सजाय भोग्नु पर्ने रहेछ यदि 15 दिन हो शिक्षा हो यो हामी चाहिँ वञ्चित गराइयो। उहाँले लेख्नु भएको थियो नबुझेर मात्रै हामीले फेरि ग्रुपबाटै गराए। गाली बेइज्जती हिंसा यदि गरेमा कारबाही हुने कुनै पनि व्यक्तिले त्यस्तो गरेमा कारबाही हुने र ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकेमा छिमेकीहरूलाई असर गरेमा पनि दण्ड सजाय हुने भन्ने कुराहरू हामीले त्यो 27 वटा बुँदाबाट 10 वटा चाहिँ हामी 4 जनाको भनाइबाट यति आयो भने यसमा हामी सुषमा कार्की शर्मिला विश्वकर्मा म निष्ठल सेवाकोटी र सङ्गीता अधिकारी थियौँ। मलाई पनि हेर्नु यहाँ मदन छ। हस् धन्यवाद।